ल हिजो हिजो दिनभरि हावा चल्दै थियो कि राति चाहिँ हिउँ परेछ। यो फर्स्ट टाइम भन्दा अब यो 3 वर्षपछि बल्ल काहीँ हिउँ पर्यो। त्यो पनि धेरै ठुलो परेको छैन, ठिकठिकै सानो परेछ। यस्तो छ, खुट्टाको छाप चाहिँ बस्छ कि रे। आज पर्ला जस्तो चाहिँ आज मौसम हेर्दाखेरि त 2022 परेको थियो, 22 भनेपछि अब 4 वर्ष, लगभग 4 वर्ष हुनु लाग्यो बल्ल परेको काइगिरीमा। अस्ति त माथि मुक्ना साइडतिर त परेको थियो पहिला। अस्ति यो काइगिरी साइडमा यो काइगिरी खाल्टो भएर हो के हो, माथितिर त ठुलै परेछ, काइगिरी त अलिक सानसानै परेछ। अझै पर्ला जस्तो छ मौसम हेर्दाखेरि, गुम्म छ कि रे, अलिक छिटपुट परिरहेछ।